यता आउनु म झिक्छु म आफै झिक्छु दिनुपर्ने सोध्नु पर्छ क्या हो गरिसक्यो भयो सोध्नु अघि नै त्यो चाहिँ खतरा कन्टेन्ट हुन्थ्यो मौकाले आउँथ्यो गयो हो नि घरमा त आउँदैन नि भेट्दैन खुस्क्यो त खुस्क्यो ल गाइज यसपालिको भोट हाल्न आउँदा यसरी गाडी चढेर जानु परेछ है गाइज अर्कोचोटि आउँदा चाहिँ जसले जिते पनि यसो यो बाटो अलिक ठुलो फारेकिलो बनाउनु पर्यो है यहाँको जनतालाई पनि शास्ति खिच्नु नपरोस् यहाँ अहिले यस्तो अवस्था छ है